तपाईँलाई स्वागत छ फेरि पनि मेरो नयाँ भिडियोमा। आज हामी उमिनो नाकामिची जाँदैछौँ। फुकुका बोट्समा छौँ यति बेला। हाम्रो 5-7 जनाको ग्रुप छ। म तपाईँलाई यहाँ पछाडिको भ्यूज देखाउँछु है त। यो चाहिँ फुकुका बोट्सको चाहिँ डोमेस्टिक एरिया हो। यहाँ चाहिँ डोमेस्टिक एरिया। हामी चाहिँ यति बेला कहाँ जाँदैछौँ भनेपछि आइसल्यान्ड पनि होइन, सिकोनोसीमा पनि होइन, उमिनो नाकामिची हाम्रो योनमान ओरिबामा चाहिँ छौँ हामी, नोरिबामा। लेट्स गो गाइस, लेट्स रक। भिडियो अन्तिमसम्म हेरिदिनु होला के कस्तो हुन्छ, के छ त उमिनो नाकामिचीमा। हाम्रो फोन आइसकेको छ, हामीले यसलाई बोलाइसक्यो। ल जाऊ है, हाम्रो टिकट पुग्यो मान्छे। युनिन उमिनो नाकामिची 4मा रहेछ लेखेको छ त उमिनो नाकामिचीको। त्यहाँ हामी टिकट पास गरेर चाहिँ हिँडिसक्यौँ है। ल मेरै समात्यो ल। टिकट लगेर हामी लागिसकेका छौँ। अब उमिनो नाकामिची चाहिँ यो टिकट चाहिँ एकजनाले एक बोक्नुपर्ने रहेछ कि। हामी अब एकदम रमाइलो घुम्न जाँदैछ मात्रै भनेर आयो। घुम्न जान्छौँ, वहाँ गएर देखाउनेछौँ हजुरहरूलाई। अरू चाहिँ होइन कस्तो छ उमिनो नाकामिची, कस्तो छ हजुरहरूलाई पनि देखाउनेछौँ। हेर्नु होला भिडियोमा भए पनि, चित्त बुझाउनु होला। लेट्स गो। अब त्यहीँ गएर अरू भिडियो। सेकेन्ड टाइम हो है त पुणे चढेको, सिप चढेको। यहाँभन्दा अघिल्लो 2-4 वर्ष अगाडि चढेको चाहिँ माथि लास्ट हावा हान्छ नि छोरोलाई चाहिँ फेरि। हामी चाहिँ माथि चढिसक्यौँ है। माथि यहाँ त लास्ट हावा हान्छ नि फेरि। अब तिम्रो फर्स्ट टाइम होइन त पुणे चढेको, कस्तो अनुभव भइरहेको? अहिलेसम्म हिँडेको छैन, अब हिँडेपछि भन्छु। हुन्छ नि त एक्साइटेड कस्तो छ, यस्तो कस्तो हुन्छ नि त है। अहिले हल्लाउँछ। ल कस्तो लागिरहेको? डर त लागेन नि? कस्तो पानी हात डराएर कस्तो भनेर हाम्रो दाइ चाहिँ छोरो बोकेर हिँड्नु भयो। यो छोरोले 2 महिनामा सब कुरा घुमिसक्यो यार। कति ठुलो फुने हो, कति ठुलो सिप हो यो। जापानको हो त्यो त। हाम्रो भ्लगमा सबैलाई स्वागत छ है। लेट्स फाइनली हामी उमिनो नाकामिची ल्यान्डिङ भइसकेको छ हाम्रो पुणे। यहाँ यसरी रोक्छ, तपाईँलाई रोक्ने स्टाइल चाहिँ देखाउँछु है। ट्याक्क मान्छेहरू बसिरहेको छ त्यहाँ, च्याप्पै रोक्छ नि। यसरी चाहिँ तानेर लाउँछ डोरी। ओके डन भयो ल। बेबिसा कस्तो लाग्यो? एकदम रमाइलो भयो यार। एकछिन कस्तो नयाँ अनुभव? केही डर लाग्यो? डर त लागेन, एकछिन अलिअलि डर लाग्यो। हल्लाउँदो रहेछ है, रमाइलो हो। कुनै चढ्न रमाइलो लाग्यो कि प्लेन चढ्दा चाहिँ रमाइलो लाग्यो? केही थाहा हुँदैन। यहाँ त कस्तो हल्लाउने सबै देखिन्छ, समुद्र। त्यसैबाट लगेर जाने कि पानी पुरै होइन? यहाँ देखाएर हिँड्नुपर्छ होला सायद अघिको टिकट चाहिँ। ए यहाँ हाल्ने हो? ए टिकट चाहिँ यहाँ हाल्ने रहेछ, अघिको टिकट। मेरो पनि छैन त्यो ऊ लागेको, टिक लागेको चाहिँ हाल्ने। हामी उमिनो नाकामिची पुगिसक्यौँ होइन। उमिनो नाकामिचीको यो बोट स्टेसन भन्छ होला, यसलाई के भन्छ? बोट स्टेसन। भिडियोहरू आउँदाखेरि एकदम सजिलो हुनसक्छ। बियर खाँदै रमाइलो गर्दै
चियर्स मिठो छ नाकामिचीको इन्ट्री यहाँ चाहिँ टाइम बिहान कुजियानकारा युगतानो गोजी हानमाथि हाम्रो ग्याङ झोला ग्याङ माथिस बिहान हामी ढिलो भयो है दिउँसो भइसक्यो बिहान ठ्याक्कै 10-11 बजीतिर पुग्यो हुन्छ कस्तो यस्तो एरियाहरू कस्तो पिसफुल हुन्छ है तर उमिनो नाकामिचीको म्याप हो निसिगेट ए हामी यहाँ छौँ हामी त घुम्ने वरिपरि मात्र घुम्यो क्या हामी त अब चाहिँ टिकट काट्नुपर्छ होला सायद साथीहरू यहाँ चाहिँ टिकट कति पर्छ है त 450 टिकट एकजनाको ओतोना 450 ओतोना 450 के हो त्यो सिरुबा 450 नकुनसीमा 700 थियो है ओचुरी जित्नुपर्छ होला गयो दिस टु मच गुड यार कस्तो दामी छ यार एकदमै ठिकैमा भाइरल भएको ठाउँमा पुगेछ है मेरो तपाईँलाई देखाउँछु है त पुग्दैछ बिस्तारै दिस इज प्योर ब्युटिफुल यार दामी फुलहरू फुलेको छ यार मान्छेहरू पनि त्यस्तै भिडभाड छ मान्छेहरू माइ गॉड खाली छैन त यो चाहिँ फ्लावर म्युजियम यहाँभित्र चाहिँ फ्लावरको म्युजियमहरू छ हामी तपाईँलाई फ्लावर म्युजियम देखाउँछौँ दामी किमोची वरी कत्रो ठुलो अन्डा हो कोही हाम्रा मित्र आफ्नै तालमा छन् कोही नाचिया छन् कोही झोला बोकिया छन् कोही छोरा बोकिया छन् ओ यो चाहिँ सही छ यहाँनिर यसो एउटा दुईवटा फोटो चाहिँ हान्नुपर्छ ल सकिसक्यो 5.5 वर्ष मात्रै टाइमै सकिन लागिसकेको छ यार राम्रो राम्रो फुलहरू चाहिँ रहेछ क्या ब्युटिफुल यार कस्तो राम्रो राम्रो फुलहरू टक्क डाइनिङ टेबलहरू राखेर बसेर खानासाना गफसफ गर्नलाई फुलको नामहरू पनि लेखिदिएछ सबै फुलहरूको न त्यहाँबाट जान चाहिँ निश्चित छ यहाँभित्र हाम्रो क्यामेराम्यान हाम्रो झोलाम्यान टिकटक बनाइदिने कहाँ बनाउने भन न टिकटक ट्याक्कै बनाइहाल्छु नि तिमी रेडी भएर बस न ऊ यहाँ फुलमा राम्रो चाहिँ यहाँ बनाइदिन्छ यहाँ हाम्रो टिकटक सेसन चल्दा फोटो सेसन चल्दा तर बिचरा हाम्रो दाइलाई चाहिँ गाह्रो स्याहार छोरो बोक्यो हिँड्यो यहाँ टिकटक स्टारहरू एकदम दामी ऊ जस्तै रहेछ कि क्या अरे ललितपुरको भनेको थिएँ नि मैले होइन गोदावरी जस्तो जस्तै रहेछ घर त्यस्तै रहेछ यस्तै घर हुन्छ क्या यो घर चाहिँ त्यो गोदावरीमा छ नि त्यस्तै भित्र एउटा छ नि बोटानिकल के भन्छ त्यो बोटानिकल पार्क जस्तो टाइपको भित्र रुखहरू बनाउँछ नि काटेर सानो रुखे त्यही रुखहरू काटेर सानो गराएको हुन्छ नि त्यस्तो त्यहाँभित्र त्यही हो सायद त्यो भ्लगमा आउनलाई हो त्यो भ्लगमा आउनलाई हो यो घरहरू के लाइट सेक्नलाई बनाएको त होला नि सूर्य लागिरहेको ओ कस्तो घन्टी बज्ने चाहिँ ट्याङ 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 ट्याङ
आवाज सुनिरहेछ आवाज भिडियोमा एकअर्कासँग ठोकेर चाहिँ अब बज्ने रहेछ कि ओ नाइस यार आफै घन्टी बज्ने रहेछ यार हाम्रो ब्लग यहीँ समाप्त भएको घोषणा गर्छौँ हामी अब यहाँबाट चाहिँ फर्किँदैछौँ बोटबाट कस्तो घन्टी बजिरहेको ट्याङ 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 कस्तो रमाइलो नाइस उता साथीहरू पनि रेडी हुँदैछन् हाम्रो दाइ भाइहरू सबैजना लेट्स गो गाइस थ्याङ्क यू फर वाचिङ यस्तै भिडियोको लागि मलाई लाइक कमेन्ट फलो र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनुहोस् है त